सामान्य बाख्रामा लाग्नु न सबैजना। तपाईँहरूले छिटो खबर गर्नु पर्यो। दमकल कहाँ छ, अथानमा छ, तपाईँहरूले नम्बर हो होइन, म फोन हान्छु। के भन्नुहुन्छ यहाँ हेलिकप्टर? यो नमस्ते मन्त्रीज्यू, मेरो नाम हेमराज थापा हो। बद्री पाण्डेज्यू नमस्कार। हामी बेताल माण्डौ छौँ। बेताल के अरे बाङ्का बजार आगो लागेछ, खबर गरिदिनु पर्यो सिडिओलाई। यहाँ सब जलिसक्यो है हजुर, यहाँ केही सुनिरहेको छैन। यहाँ हजारौँ मान्छेहरूका पसल जलिरहेछन्। हजुरले भनिदिनु पर्यो सिडिओलाई, हेलिकप्टरबाट निभाउने हो कि मार्तडीमा एकदम दमकल रहेनछ। मन्त्रीज्यू, बद्री पाण्डेज्यू भन्नु अब तपाईँले गर्नु पर्यो। हामीले तपाईँलाई जानकारी गराएको छौँ। यहाँ हजारौँ मान्छेको पसल जल्दैछ हजुर। यहाँ अहिलेसम्म पुलिस पनि आएको छैन। सिडिओलाई फोन गरिसक्यौँ, सबलाई गरिसक्यौँ। यहाँ केही भइरहेको छैन हजुर। यो ल हजुर छिटो भनिदिनु। बामका पुरै जलिसक्यो। एउटालाई खाली गरौँ कि लाग्यो भने सबै साथीहरू एउटा खाली गरौँ। मेयरको फोन उठेन, नरेन्द्रको नम्बर छ। नमस्ते। अहिले कसैले खबर गर्यो? तपाईँ बाहिर आउनु सर। हेलो, बाहिर आउनु सर तपाईँ। सबैजना पर निस्किनु न। घन्टा अगाडि मैले फोन गरेको थिएँ। अछामको दमकल भए पनि मगाउनु पर्थ्यो हजुर। अछामसम्म नि दमकल छैन। यो त कतिखेर निम्ने हो त हजुर? यो अनि यहाँ तपाईँको खै आर्मी पुलिसहरू कोही पनि पुगेको छैन अहिलेसम्म। अलिअलि यहाँ लोकल पुलिसहरू मात्रै छ हजुर। यहाँ हेर्नु, यहाँ अहिलेसम्म आगो नियन्त्रणमा भएको छैन। जनताहरू सटर निकालेर आगो कन्ट्रोल गर्ने पक्षमा हुनुहुन्छ। अब तपाईँहरूको खै के हो? 10-15 मिनट आधा घन्टा मार्तडीबाट यहाँ पुग्ने हो। आर्मीहरू आए पनि उहाँहरूसँग फायर निभाउने सम्बन्धी त्यो अब हजुरहरूलाई खै के हो हजुर?
हामीले सिडिओलाई नि फोन गरे हो, माननीय बद्री पाण्डे मन्त्रीलाई फोन गरे हो, अछाम रोटीदेखि दमकल मगाउनुहोस्, आर्मीलाई चाहिँ कम्तीमा विपद व्यवस्था सम्बन्धी जानकारी हुन्छ उहाँलाई पठाइदिनुहोस् भने हो। 3 घण्टाभन्दा बढी भयो आगो लागेको है त। अहिले कति बज्यो 5 बजेर 33 मिनट भयो। 3 घण्टासम्म पनि रिस्पोन्सिबल वहन गर्ने मान्छे आइपुगेका छैनन्, देखाइदिनु पर्छ।